नमस्कार सबैमा। अनि सर्वप्रथम मेरो एकजना फलोअरले फेसबुक फलोअरले चाहिँ थाइल्यान्ड घुम्नु जाँदाखेरि चाहिँ मलाई यो सर्ट ल्याइदिनु भएछ है। यो हेर्नुहोस् त कस्तो मजाको सर्ट है, अन्त स्ट्रेचेबल लुगा भएको यो सर्ट मलाई गिफ्ट गर्नुभएछ। अन्त नेक्स्ट भिडियो तपाईँले कहिले बनाउनुहुन्छ है, त्यो भिडियो बनाउँदा चाहिँ यो सर्ट लाएर बनाउनुहोस् भनेर भन्नुभएको छ है। उहाँको रिक्वेस्टमा चाहिँ मैले यो सर्ट लाउँदैछु है। कस्तो देखिरहेछ यो सर्टमा, धेरै धेरै धन्यवाद छ। पठाइदिने मान्छेको नाम चाहिँ म भन्नु चाहदिनँ, किनभने उहाँले भन्नुभएको छ नाम चाहिँ नभनिदिनुहोस् है भनेर, सर्ट चाहिँ लगाइदिनु तर नाम चाहिँ नभनिदिनु भनेर भन्नुभएको छ है। ओके, अगाडि बढौँ है हाम्रो भिडियोतर्फ। आजको भिडियो चाहिँ के छ भन्दाखेरि जबको भ्याकेन्सी आएको छ है। कम्बाइन्ड ग्रेजुएट लेभलको जब आएको छ ग्रुप बी अनि सी पोस्टको लागि। एलिजिबिलिटी छ ग्रेजुएट, भ्याकेन्सी छ 12,256वटा भ्याकेन्सी छ। ध्यानले सुन्नुहोस् है। एज लिमिट चाहिँ 18 देखि 32 सालसम्म छ। स्यालेरीको पे स्केल हुनेवाला छ 40,000 देखि 95,000सम्म। सेलेक्सन टायर 1 मा, टायर 2 मा डकुमेन्ट भेरिफिकेसन अनि मेडिकलको हिसाबले हुनेछ। यसको लास्ट डेट छ 22 जुन 2026। छिटो गएर फर्म भरिहाल्नुहोस् है। नेक्स्ट भ्याकेन्सी छ उत्तर प्रदेश सब अर्डिनेट सर्भिसेस सेलेक्सन कमिसनको यूपीएसएससी लेभल लोअर पीसीएस को। यसको एलिजिबिलिटी छ ग्रेजुएसन, पोस्ट लिमिट छ 2,516वटा। एज लिमिट छ 21 देखि 40 वर्षसम्म अनि स्यालेरी छ यसको 25,500 देखिको 1,12,400सम्मको। अनि सेलेक्सन प्रोसेस छ प्री अनि मेन्स। अनि लास्ट डेट यसको छ 18 जुन 2026। आउनु आँट्यो, छिटो भरिहाल्नुहोस्, अब 10 दिन मात्रै छ यसको लागि। अर्को आएको छ रेलवे रिक्रुटमेन्ट बोर्डको आरआरबी एपीएल रिक्रुटमेन्टको असिस्टेन्ट लोको पाइलटको लागि। क्वालिफिकेसन छ 10+ आइटीआई पास। भ्याकेन्सी छ 11,127वटा भ्याकेन्सी। एज लिमिट छ 18 देखि 30 सालसम्म। अनि सेलेक्सन प्रोसेस चाहिँ के छ यसको CBT 1, CBT 2, CBAT, डकुमेन्ट भेरिफिकेसन अनि मेडिकल भेरिफिकेसन। अनि लास्ट डेट छ यसको 14 जुनसम्म। यसको झन् टाइमै छैन रहेछ, 14 जुन 2026सम्म टाइम छ है। स्क्रिनमा तपाईँले हेरिहाल्नु भयो होला। छिटोभन्दा छिटो गएर अप्लाई गरिहाल्नुहोस्, नत्र यो मिस हुनेछ तपाईँहरूको अपर्च्युनिटी है एडमिट कार्ड डाउनलोड गर्ने। अनि यो भिडियो सबैमा सेयर गरिदिनु, लाइक पनि गरिदिनुहोस्, कमेन्ट पनि गरिदिनुहोस्। एन्ड स्टे सेफ।